राधे राधे। श्रीहरि सबैका चेतनमा प्राणीमा बस्नुभएका श्री कृष्ण भगवानलाई मेरो सच्चै प्रणाम। अनि आज विशेष गरेर आज कामिकै एकादशी हुनाले आजको दिन श्रावणको महिना पनि अति पवित्र महिना, कृष्ण पक्षको एकादशी भगवान विष्णुलाई अत्यन्त प्यारो मानिन्छ। मान्यता यो व्रत गर्नाले मन, वचन अनि कर्मबाट भएको पाप क्षय हुन्छ अनि भगवान श्रीहरिको विशेष कृपा प्राप्त हुन्छ। आजको दिन माता लक्ष्मी भगवान र माता तुलसीजीको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेवाय नमोको मन्त्र जाप विशेष फलदायक हुन्छ अनि प्रार्थना गर्नुपर्छ। हे हरि, हजुरको कृपाले मेरो मनमा भक्ति, सेवा अनि सदाचारको वृद्धि अनि हजुरको चरण कमलमा स्थान प्राप्त गर्न पाऊँ भनी भगवानसँग हामीले यही प्रार्थना गर्नुपर्छ। जीवनमा सुख शान्ति अनि उत्तम स्वास्थ्य र भक्तिको प्रकाश सधैँभरि बनिरहोस् भन्नुपर्छ। अनि विशेष गरेर चाहिँ हामीले आजको दिनमा गीता पाठ गर्नु अति अनिवार्य छ। जसले आज गीता पाठ गर्यो त्यसले संसार विश्व ब्रह्माण्ड जित्यो। एकादशीको दिनमा अगर गीता अलिकति पनि पाठ गऱ्यौँ भने त्यसको त भनेर उपाय छैन। श्री 2 अध्यायको गीता अलिकति भन्छु, लामो छ र पनि अल्छी नमानी सुनिदिनुहोस्। सुन्नाले पनि अति फल पाइन्छ। आज दया बस भई आँसु खसाली दिक्क भइकिन रहेका प्रार्थना आज्ञा गर्नुहुन्छ जनार्दन। स्वर्ग कीर्ति दुवै हर्ने निज संसेव मोह हो, यस्तो सङ्कट बेलामा तिमीमा कसरी भयो भनेर श्रीकृष्ण भगवानले अर्जुनलाई भन्नुहुन्छ। त्यतिखेर सम्झाउँदै युद्ध गर्नको लागि भन्नुहुन्छ। नलेउ पार्थ कातरिया वीरमा हुन्न यो ठिक, कमजोरी छोड मनको उठ हो रण उत्सुक, रणमा उत्सुक हो कातरिया नलेउ भन्नुहुन्छ। अर्जुनले भन्नुहुन्छ ती पूजा गर्नमा योग्य भीष्म द्रोण अरूकन, द्रोण गुरुकन युद्धमा बाणले हानु कसरी मधुसूदन, कसरी बाणले हानु पूजा गर्नमा योग्य श्री अर्जुन भगवान भन्नुहुन्छ। अनि फेरि अर्जुनले भन्नुहुन्छ गुरु बचाई किनति महात्मा भिक्ष श्रेष्ठ छ यो जगतमा, अथर्से उनकी गरिनाश आज भोगु कसरी रुधिराक्त राजा। हामी जितौँ या उनले जितेमा जानिन श्रेष्ठ छ यो दुईमा, जो मारिद बाँच्नु अयोग्य ठान्छु बन्धु हुने लड्न तयार देख्छु भनेर श्री अर्जुनले श्री कृष्ण भगवानसँग संवाद गरिराख्नुहुन्छ। काप्रणियाले यो मन बिग्रनाले म सोध्छु धर्म नसम्झनाले, जो श्रेष्ठ छु निश्चय त्यो खुलाई आज्ञा होस् भक्त म शिक्षालाई। अर्जुनको प्रार्थना यो भूमि निष्कण्टक उच्च राजा, मिलोस् तथा स्वर्ग देव राज्य, देखिन नै इन्द्रिय शेषकारी सन्ताप हर्ने चिजनी मुरारी। अर्जुनले भन्नुहुन्छ वीर अर्जुनले राजनीति श्रीकृष्णमा भनी युद्ध गर्दै कृष्ण भए चुप भए उनी, ती दुई सैन्यको बीच शोककर्ता विजय किन भन्नुभयो कृष्णले केही हाँसे जस्तो गरिकन। ती दुई सैन्यको बीचमा श्री अर्जुनले त्यति भनेपछि श्रीकृष्ण भगवान अर्जुनलाई कति सम्झाउनु कोसिस गर्नुहुन्छ। उहाँले हाँस्दै हाँस्दै सम्झाउनुहुन्छ कि असत्यको शोक गर्छौ छाड्दछौ बात बुद्धिको, कुनै बाँचुन् मरुन् विद्वान गर्दैनन् शोकै यतिको, विद्वानले यस्तो केही शोक गर्दैनन्। तिमीमै सबै राजा अघि पनि सधैँ थियौ पछि पनि हुने नै छु, किन यो मूर्ता ल्याऊ, अघि पनि थिए राजा पछि पनि हुन्छौ, हामी मरे पनि बाँचे पनि हुने नै छु, किन मूर्ता लिन्छौ भनेर श्रीकृष्ण भगवानले सम्झाउनुहुन्छ। देहीले दिएको बाल्य जवानी वृद्धता सरी, देहान्तर पनि लिन्छन् धीर अत्यन्त क्यों गरी, शीतोषण सुख दुःखमा इन्द्रिय सङ्गमा आउन साथ नासिन्छ नित्य छैनन् सौ सब, विष इन्द्रिय संयोग जन्य सुख दुखादिले, जो धीर कति डग्दैन मुक्ति पाउँछ त्यसले, जो धीर कति डग्दैन एउटा चित्त हुन्छ सुखमा दुःखमा शान्तिमा अशान्तिमा धेरैमा थोरैमा एउटा एक चित्त हुन्छ, त्यसले मात्रै शान्ति पाउँछ। श्रीकृष्ण भगवान सम्झाउनुहुन्छ अर्जुनलाई जो छैन त्यो हुँदै हुन्न, जो छ त्यो सधैँ पनि, सत असत दुईको तत्त्व देख्छन् ज्ञानवान मुनि, तत्त्व सत र असतको ज्ञानवान मुनिहरूले देख्छन्।
ननासिने उही जान जसले यो परिपूर्ण छ, यो नित्य तत्त्वको नाश गर्न लौ कुन सक्दछ। अनासी कल्पना नित नित्यात्माका यिनी सबै, नासिने दिए हुन् प्रात तसर्थ लड धीर भई, तसर्थ उठ तिमी लड। जो यो मार्छ भनी ठान्छ न यो मारिन्छ ठान्दछ, धोबेको जुठो ज्ञान न यो मारिन्छ मार्दछ। कसैले कसैलाई मारिदिने, कसैले कसैलाई बचाइदिने, यो त एकदमै झुटो ज्ञान। न जन्म लिन्छ यो न नासिने यो, न यो अघि भो न पछि हुने हो। पुराण आत्मा अझ नित्य नै हो, यो देह मारी न त मारिने हो। जसले आत्मा अनासी र अजन्म नित्य जान्दछ, कसलाई कसरी त्यसले मराउँदछ मार्दछ। हे अर्जुन, जसले आत्मा नित्य अजम्बरी जान्दछ त्यसले कसलाई कसरी मराउँदछ र कसरी मार्दछ। लुगा पुराना जसरी त्यागेर नयाँ लुगा मानिस लिन्छ फेर, त्यस्तै बुढा देहहरू त्यागेर यो जीवले लिन्छ नयाँ शरीर। न शस्त्र काट्छ यसलाई न आगोले जलाउँछ, न गलाउँछ पानीले न हावाले सुकाउँछ। कसैले छेद वा दार कलेश सोस्या होइन, नित्यव्यापी स्थानीय आत्मा छ सनातन। हे अर्जुन, न आगोले जलाउँछ न पानीले गलाउँछ न हावाले सुकाउँछ। यो आत्मा त अझ नित्य अमर छ। जसले यो जान्दछ बुझ्दछ त्यसले कसलाई मार्दछ कसले मराउँछ। त्यसकारण तिमी उठ, लडाइँ गर धर्म क्षेत्रमा। यो हो अति अव्यक्त अविकारी अचिन्त्य, यस्तो जाने उसलाई शोक गर्न अयोग्य छ। यो जाने शोक गर्नु चाहिँ अयोग्य छ। यदि यो नित्य जन्मेको मरेको भनी ठान्दछ, तैपनि पार्थ लौ उसलाई शोक गर्न अयोग्य छ। अवश्य जन्मनी मर्छ, मर्नेको जन्म नित्य छ। नहुने माथि शोक तिम्रो शोक अयोग्य छ। देखिन्छन् जहिले प्राणी देखिन्छन् तिनी माध्यममा, आखिर फेरि देखिन् सोच्नु के बातमा। आश्चर्य भइकन सुन्छ कोही, आश्चर्यकै साथ कान्छ कोही, आश्चर्यकै साथ भन्छ कोही, सुनेर पनि यो बुझ्दैन कोही। संसारलाई आश्चर्य लाग्छ, जन्मेपछि मर्छ भन्दा आश्चर्य लाग्छ। हामी त मरिदिने जस्तो लाग्छ, तर जन्मनीको मरण अवश्य छ। आश्चर्य मानिकन सुन्छ कोही, सुने पनि यो बुझ्दैन कोही, सुनेर पनि यो कोही बुझ्दैन के हो के बुझ्नै सक्दैन। देही मारेर मारिन्न कसैको देहको भने, तस्मा त प्राणी सबैमाथि गदछ शोक के भने। स्वधर्म पनि सम्झेर काप्नु यो अयोग्य छ, स्वधर्मको युद्धभन्दा क्षत्रियको श्रेय हुन्छ। स्वधर्मभन्दा लडाइँभन्दा क्षत्रियको अरू के चिज छ आफ्नो। आइपरेको स्वर्गीय खुल्ला द्वार समानको, युद्ध यस्तो भाग्य मानि क्षत्रियले पाउँछ निको। हे अर्जुन, क्षत्रियले त लडाइँ गर्नु त आफ्नो भाग्य हो। यस्तो यो धर्मको युद्ध तिमी छोड्दछौ भने, धर्म कीर्ति दुवै नासी हुन्छ दुर्नाम पाउने। बदनामी सबै तिम्रो गाउने छन् अनेक नै, मृत्युभन्दा ठुलो हुन्छ ठुलाका नित्य दुर्स। हे अर्जुन, तिमीले अगर लडाइँ छोड्दछौ भने तिमीलाई जो वीर ठान्दछ तिनले तिमीलाई नामर्द पनि ठान्छन्। ठुलाको निम्त योभन्दा आफ्नो अभाग्य छ अर्काले दुर्नाम गाउनुभन्दा। महारथले ठान्नेछन् भाग यो डरले भनी, जो वीर ठान्दथे तिनले भन्नेछन् भगवा पनि। तिम्रो सामर्थ्यको निन्दा गर्दै दुश्मन वर्गले, अव्याच धेरै बक्नेछन् के योभन्दा बढी दुःख के। मरे स्वर्ग जितेदेखि पृथ्वीको भोग निर्भय, तसर्थ उठको हुन्थ्यो यो देह युद्धमा गर निश्चय। जित हार नाफा हानि सुख दुःख बराबरी, सम्झेर गरे सङ्ग्राम पापी हुन्नौ यसो गरी। बताएँ सङ्ख्याको बुद्धि अब लौ योगको सुन, जो योग बुद्धिले गर्दा छोडोला कर्म बन्धन। हे अर्जुन, जित हार नाफा हानि बराबरी सम्झेर लडाइँ अगर गर्यो भने तिमी यसो गर्दा पापी हुने छैनौ, मतलबी पनि हुने छैनौ। तिमी लडाइँ नगरी हुँदैन। यसमा आरम्भ नासिन्न, यसमा दोष आउँछ, थोर्यो स्तर्यो धर्म ठुलो भए हटाउँछ। एकाग्र बुद्धि नै यसमा प्रधान बुझ अर्जुन, त्यो बिना वासना हाँगा हाल्ने बुद्धि कडोरन। वेदका कर्मफलमा भुलेका मन्द कर्म ठे, भन्छन् स्वर्गादि बाहेक सुख अर्को कहाँ छ के। जन्म कर्मादि हेतु क्रिया जन्जाल पूरित, ऐश्वर्य भोगमा व्याग्र हुने सबै त्यहाँ पण्डित। त्यस्ता ती कामना सक्त स्वर्ग भोगादि लम्पन, अज्ञाको बुद्धि पार्थ हुन एक समाहित। माथि बताएको कुरातिर तिनको मन बताएको हुनाले भोग र ऐश्वर्यले लट्ठ रहने यो अविवेकी मूढ अज्ञानी पुरुषहरूको बुद्धि
धीमे एकाग्र चित्त साथ स्थिर रहन सक्दैन। त्यस कारणले उठ अर्जुन, तिमी गर, लडाइँ गर, युद्ध गर, किनभने तिमीलाई लेखिएको हो यो धर्म र पापको युद्ध हो। गुण पर्पति छन् वेद, गुणको गर लङ्घन, अनि सात्युग्नि ध्वनि निस्वार्थी आत्मवान बन। सर्वत्र पानी पाएमा कुवाको जो प्रयोजन, ज्ञानी ब्रह्मज्ञको हुन्छ वेदमा त्यो प्रयोजन। कर्मीमा हक तिम्रो छ, फलमा छैन अर्जुन, नराख फलको आशा नै छ, कर्म छोड्ने हे अर्जुन तिम्रो फलको आशा नराख। कर्म गर्न तिमीलाई श्रेष्ठ हो, फलको आशा तिमी नराख। तिम्रो असिद्धि सिद्धिमा तुल्य भई सङ्ग त्यागी किन, घर कर्म बनी योगी संहिता योग हो गुण। यो बुद्धि योगका लेखा अरू कर्म कनिष्ठ हुन्, ल्याउ त्यो समता बुद्धि फलेच्छा सब तुच्छन् हे अर्जुन। अरू सबै फल पाउने, यो पाउँछु यो भने तिमीले सोचेको सबै तुच्छ हो। तिमी सिर्फ कर्म गर, फल तिम्रो हातमा छैन, फल त समयले आफै ल्याउँछ, आफै गरी ल्याउँछ। तिमी सिर्फ कर्म गर हे अर्जुन भनेर श्रीकृष्ण भगवानले अर्जुनलाई सम्झाइ अर्जुन बुद्धि योग यही छोड्छ, पाप पुण्य दुवै थरी, तस्मात यही लो योगमा लाग यो कर्म चातुरी। समता बुद्धिको ज्ञानी कर्मका फल छोड्दछन्, हटाई जन्म भन्दादि कैवल्य पद पुग्दछन्। मोहबाट जसो तिम्रो बुद्धिले पार पाउला, सुनेका सुनिने माथि विरक्ति तब आउला। जब त्यो वेद विवरण त बुद्धि तिम्रो समाहित होला, निश्चल त्यो बेला पाउला योग स्वत। स्थित प्रज्ञा समाधिस्थ योगीका चिन्ह हुन् कति, कसरी बोल्छ बस्छ के गर्छ त्यो यति। श्री अर्जुनले कृष्ण भगवानलाई सोध्छन्, हे कृष्ण भगवान कसो गर्दा चाहिँ होला, के गर्दा होला, मेरो त दिमागै खराब भयो, तपाईँले कसरी हुन्छ राम्रो तरिकाले मलाई सम्झाउनुहोस्। अर्जुन श्री भगवानलाई प्रार्थना गरिराख्नु भएको हुन्छ। आफैमा तृप्त भई आफै मनका कामना कन, जब छोड्यौ अनि हुन्छ समाधिस्थ निरञ्जन। दुःखमा दिक्क नहुने, नलाग्ने सुखमा पनि, राग देश भय त्यागी योगी हो सतदी मुनि। जसको स्नेह कतै छैन, शुभ पाउँदा गर्दैन स्तुति वा निन्दा, त्यो स्थित प्रज्ञ हो सदा। कुर्मले अङ्ग चाहिँ जसले सारा विषयबाटै दर्शन राखे चिलिन्छ समाधिस्थ हो। जस्तै कछुवा आफ्ना हात पैर इत्यादि अव्यक्तहरू चारैतिरबाट खुम्च्याउँछ, त्यस्तै जब कोही पुरुष इन्द्रियहरूका शब्द स्पर्श आदि विषयहरूका आफ्ना इन्द्रियहरूलाई खिचिलिन्छ, त्यसलाई स्थित बुद्धि भएको पुरुष भन्नुपर्दछ। आहार योगीका छुट्छन् विषय चाहता, छुट्दैन तर त्यो ब्रह्म ज्ञानले हुन्छ बेपत्ता। हे अर्जुन तिमीले बुझ सम्झ, अनि तिमीले आफ्नो कर्म चाहिँ छोड्ने कुरा बिल्कुलै नगर। कुनै विद्वान जबरजस्ती लागोस् तापनि रोकन, जोडी इन्द्रियहरू बलैले हर्दछन् मन। मेरे आश्चर्यले सारा सम्भालिकन इन्द्रिय, जसले बसमा गर्छ स्थिति त्यो छ निश्चय। यसकारण यी सबै इन्द्रियहरूलाई संयम गरेर योगयुक्त इन्द्रियहरूलाई अधीनमा आएर सम्झनुपर्छ कि स्थित प्रज्ञा भयो। चिताउनले विषय तिनैमा सँग बढ्दछ, नपुगुस क्रोध सँगले कामना हुन्छ, नपुगुस क्रोध चढ्दछ। आफूले चिताएको पुग्यो भने क्रोध चढ्छ, क्रोधले हुन्छ सम्मोह, त्यो भई स्मृति नाश छ, त्यसले बुद्धि नासिन्छ, त्यसैले सर्वनाश छ। जसले राग आदिका हिन्न बस्या इन्द्रियले सदा भोग्ला विषय, त्यसैको हुन्छ अन्त प्रसन्नता। परन्तु आफ्नो आत्मा अर्थात् अन्तःकरण जसका कब्जामा छ, त्यो पुरुष प्रेम र देश हटिसकेका आफ्ना स्वाधीन इन्द्रियहरूको विषयको उपभोग गरेर तापनि त्यसको मन निर्मलै रहेको हुन्छ। जसले आफूलाई जित्छ, आफ्नै मन जित्छ, त्यो मात्रै आफ्नो मित्र हो। जसले आफूलाई जान्दैन त्यो आफ्नो शत्रु हो। यो त अन्तर प्रसन्न जसको छ त्यसको दुःख त्यसको हराउँछ, त्यस्ता प्रसन्न चेताको बुद्धिले ठाउँ पाउँछ। जसको मनै प्रसन्न खुसिन्छ त्यसको दुःख आफै हराउँछ, अनि त्यस्तो प्रसन्न चेताको बुद्धिले ठाउँ पाउँछ। अयुक्तको न त बुद्धि भावना न युक्तको, न भावना बिना शान्ति न सुख शान्तको। डुल्ने इन्द्रियका साथा मन जो पछि लाग्दछ, वायुले नाउ झैँ त्यसले त्यसको बुद्धि उडाउँछ। तस्मात इन्द्रिय सम्पूर्ण सबै विषयबाटै जसका हटिसकेका छन् स्थिति हो मुनि होइ। प्राणीको जो रात्रि हुन्छ उसमा जाग्दछ संयमी, जसमा जाग्छन् सबै प्राणी देख्छ त्यो रात्रि नै मुनि। हे अर्जुन जहाँ प्राणीको रात्रि हुन्छ त्यतिखेर जाग्दछन् संयमी मुनिहरू,
तब जब अरूको रात्रिन्छ तब जाग्दछन् योगीहरू। जस्तै भरि सागरभित्र सारा मिल्छन् सदा गइकिन तोया धारा। जस्तै काम जहाँ काम विलीन बन्छन् त्यस्तै शान्त भो अन्य अशान्त हुन्छन्। जो छोडी कामना जाल इच्छा र ममता सब निरङ्कारले चलिन्छ त्यो शान्ति गौरव। यो ब्रह्म स्थिति उपरार्थ यसले मोह हराउँछ मर्दा पनि रे यसमा ब्रह्म निर्माण पाउँछ। हे अर्जुन यो हे पार्थ ब्रह्म स्थिति यही हो। यसलाई पाएपछि कोही पनि मोहमा फस्दैन। अन्त्यकालमा अर्थात् मर्ने बेलामा पनि यसै स्थितिमा रह्यो भने ब्रह्म निर्माण अर्थात् परम ब्रह्ममा लीन हुन जाने मोक्ष त्यसले अवश्य नै पाउँदछ। 2 अध्याय गीता यति नै हो। यति भने गल्ती जरुर होला, किन गल्ती नहोस् त्यसमा माफ पाऊँ। अनि आज यतिमै समाप्त गर्छु। भन्नु नसके पनि सुनिदिँदा पनि बहुतै पुण्य पाइन्छ गीताको 2 अध्याय भने। जय श्री कृष्ण चन्द्र परमात्मा। जय श्री राधे राधे।